यहाँहरूलाई आज म छाती दुखेको अवस्थामा यो मुटुले गर्दाखेरि दुख्यो कि ग्यास्ट्रिकले गर्दाखेरि दुख्यो भन्ने कुरा लक्षणको आधारमा कसरी थाहा पाउने भन्ने विषयमा जानकारी दिनेछु। कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि ग्यास्ट्रिक भनेर बसिराख्यो तर यो पछि गएर चाहिँ मुटुको ठुलो समस्या देखिने, मुटुमा हार्ट एट्याकसम्म देखिन सक्ने अवस्था आउन सक्छ भनेदेखि त्यसै गरी कहिलेकाहीँ मुटुको दुखाइ भनेर बसिरहँदाखेरि मुटुबाहेक अरू कारणहरू जस्तो ग्यास्ट्रिकको कारणले गर्दाखेरि दुख्ने, त्यसै गरी मांसपेशीको दुखाइहरू पनि हुनसक्छ। त्यसैले यो छाती दुखेको वा मुटु दुखेको अवस्थामा चाहिँ यो मुटुको दुखाइ हो कि होइन भन्ने कुरा पत्ता लगाउनु एकदम महत्त्वपूर्ण हुन्छ। कस्तो दुखाइलाई मुटुको दुखाइ भन्ने भन्दाखेरि यदि यहाँको छाती दुख्ने समस्या चाहिँ यो बीच भागमा दुखेको छ वा देब्रेपट्टि भागमा दुख्छ र यो दुख्ने चाहिँ केले थिचेको जस्तो हुने, केले अठ्याएको जस्तो हुने वा गरुङ्ग भएको जस्तो भारी भए जस्तो अनुभव हुन्छ र यो दुखाइ अन्य ठाउँतिर सरेको छ जस्तो कि यो देब्रेपट्टि पाखुरातिर सरेको छ वा यो घाँटीतिर सरेको छ भनेदेखि त्यस्तो अवस्थामा यो दुखाइ चाहिँ मुटुको दुखाइ हुनसक्छ। त्यस्तै ग्यास्ट्रिकको दुखाइ भनेको विशेष गरेर यो नाइटो र छातीको बीच भागमा यो पेट भएको ठाउँमा चाहिँ बढी पोल्ने वा दुख्ने समस्या हुन्छ। त्यसै गरी यो दुख्ने समस्या चाहिँ माथितिर सर्ने, विशेष गरेर यो छातीको बीच भागमा पोल्ने दुख्ने र यो घाँटीको थ्रोटसम्म चाहिँ पोल्ने दुख्ने समस्या भयो भनेदेखि र त्यसै गरी यो दुखाइ चाहिँ केही खानेकुराहरूमा विशेष गरेर चाहिँ यो स्पाइसी खानेकुराहरू, चिल्लो, पिरो र तेल मसला बढी भएको खानेकुरा खाए पछाडि यो सिम्पटम्सहरू बढ्छ भनेदेखि त्यस्तो अवस्थामा यो समस्या चाहिँ ग्यास्ट्रिकको समस्या हुनसक्छ। महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि यदि यहाँलाई छाती दुख्ने, मुटु पोल्ने समस्या छ भनेदेखि त्यस्तो अवस्थामा तपाईँले सामान्य समस्या मात्रै हो भनेर नबस्नु होला। नजिकैको स्वास्थ्य संस्थामा गएर कम्तीमा एउटा इसिजी गरेर हेर्नुहोस् जसले गर्दाखेरि मुटुमा हार्ट एट्याक छ कि छैन भन्ने कुरा पत्ता लगाउन सकिन्छ।